आहाले नुवाकोट जिल्लामा अनि यहाँ आज के हुँदैछ विशेष जात्रा मेला यो के विशेष हो फागु पूर्णिमा होली विशेष हो ए यहाँ चाहिँ के हुँदो रहेछ जात्रा विशेषमा के गरिन्छ यहाँ के हुन्छ भन्न आएन भन्नुस् त एकचोटी तपाईको नाम अनि यहाँ के हुन्छ विशेष आज यो चाहिँ कालचे भन्ने ठाउँ रहेछ कालचे पनि हो कि हेपाल हो ए हेपाल आहाले छेउछाउ यहाँ चाहिँ आज के विशेष भइरहेको छ अरे आजको यहाँको विशेष भनेको झाँकी टोलीहरु नाचगान गर्ने युवा युवतीहरु नाच्ने कलर लाएर होली मनाउने मन्दिर जाने ए मन्दिर यो मन्दिर चाहिँ कुन भगवान पूजा हुन्छ यहाँ कल्पेश्वरी महादेव हो ए ए ए आज फागु पूर्णिमा विशेष जात्रा यहाँ यो हरेक वर्ष लाग्छ कि हरेक वर्ष लाग्छ ए ए ए ल धन्यवाद ह्यापी होली तपाईहरुलाई पनि कल्पेश्वरी महादेवको मन्दिर नुवाकोटको तादी गाउँपालिका स्थित वडा नम्बर 1 स्थित यो चाहिँ कल्पेश्वरी महादेव मन्दिर हो यहाँ हरेक वर्ष फागु पूर्णिमा विशेष जात्रा लाग्ने गर्दो रहेछ यो चाहिँ विशेष तामाङ समुदाय भित्र रहेको एक मात्रै महादेवको मन्दिर यो एरियाको कस्तो राम्रो
रहेछ। हिन्दू र बौद्ध धर्मको मिश्रित रूप देख्न पाइन्छ यहाँ। लक्ष्मी लास्टली म पनि छु है त यहाँ। हेलो
नगरपालिका वडा नम्बर 1 स्थित फुलेनी गाविस साबितको र अहिले चाहिँ यो स्थानलाई जहाँ जान लागि त्यसलाई चाहिँ आहाले हुँदो रहेछन्। प्लस यहाँ नजिकै मलाई चाहिँ नेपाल पनि भनेको सांस्कृतिक कार्य आसपास यहाँ चाहिँ हिन्दू धर्मको एउटाकै मन्दिर मन्दिरको नाम चाहिँ कल्पेश्वरी महादेव मन्दिर रहेछ र यहाँ चाहिँ जात्रा पनि लाग्दो रहेछ। हरेक वर्ष फागुन महिनामा जात्रा लाग्ने यहाँको परम्परा रहेछ र जात्रा मेला र यहाँ विशेष गरी चाहिँ नृत्यहरू पाइने पुस्ताको आधुनिक नृत्यहरू त्यसले सँगसँगै रङहरू खेलेर होलीलाई चाहिँ सौहार्दपूर्ण वातावरणमा मनाइएको देख्न पाइयो। यो नयाँ परिवेश र नयाँ माहौलले चाहिँ मलाई एकदमै आनन्द दिइरहेको छ र सबैजनाले हेरेर राम्रो प्रतिक्रिया दिनुहोला भनेर गरेन ए हामीहरूले पछाडि के गर्दै